हेर त मेरो काम हुँदैछ आमा चाहिँ के हो आमा कुकुर डाइट चाहिँ हो एकडाहरूको चाहिँ हाम्रो चाहिँ नहेर्दिएको है खा गरिदिएको है बडदाको डाइट Hey, what's up people? It's your boy Pradeep Tamang right now with a new vlog. And yes, namaste fabulo khamri mo sewaro. Tas delay sewa ni jojo lapan. Assalo u haleko everyone watching my vlog. आजको vlog चाहिँ जिम को हल्का वर्कआउट गरेको देखाइदिनु पर्यो. भर्खर जिम आइपुगिसके अब चाहिँ पहिला चाहिँ वार्म अप गर्नुपर्छ यो दाले गर्नुहुँदैछ चेस्ट हेर्दैछ यता र उता उसले अब हामी चाहिँ जिम गरिदिउँ अलिकति एक्सर्साइज अम्बो यो त कत्रो भारी हो यो कलेज गर्छौ भाइ तिमी कहाँ यतै एनबी कलेज के रे किन छिटो पनि निस्केको छिटो गरिहालेको नि त किन उयो गरिन यो म्याचहरु खेल्छन् म सबै धुइहालेको बुद्ध पूर्णिमाको लागि यसरी गरेको नि सफा ओहो ढल्छ त्यो नगर त्यसले के खाँदैन गर्दै हाल्दै गरे नल्दैन यस्तो छ अहिले चाहिँ काम कार्यक्रम मेरो काम हुँदैछ आमा चाहिँ के हो आमा कुकुर छैन अरु चाहिँ आयो के भएको के भनेको भनेर उद्देश्य लागि यो चाहिँ के भन्छ आमा लो है लो भनेको खासै चाहिँ यस्तो त्यसै म 42 42 आपा बिरालु मिछन बादर हो कति वर्ष पुग्यो लु है अझै दामी देखिरहेछ दामी हाम्रो म्याडम छ यता ओ आज त निकै काम गरेको छ है के गर्यो आज सबै घरको यता माथिल्लोपट्टि घर सफा खाना बनाउनु खाना दिनु त्यहाँदेखि भाँडा धुनु है मैले के गरेँ ग्यास पुसेँ नि मैले फेरि होइन होमस्टे पनि हेरिदिँदैछु नि त मैले अन्त अब देखाइदिउँ होमस्टेको प्रोग्रेस आजको तलबाट जुन या मेरो चाहिँ के भएको पुरा खुट्टा सुन्निँदैछ यार केले चिलेको अस्ति पहेँलेले चिलेर खुट्टा यत्रो भएको थियो फेरि आज कुनै केले चिले दुई साइडै सुन्निरहेको छ फेरि आज चाहिँ हेभी काम गरेँ बहिनीले पनि डर लाग्दो अरू काम गर्नुपर्छ कि आज एक्सट्रिम काम गरेर सुतिरहेको छ आया ल अब यता हेरौँ हाम्रो के चाहिँ हो
आज चाहिँ लाइटिङको हुँदैछ हो माथि माथि ए माथि भन्दामै त्यहीँ त्यति गर्ने ठिकै छ त हजुर यस्तो छ अहिले चाहिँ भर्खर नै इन्स्टलेसन भइसकिसक्यो यो उयसमा चाहिँ हो यहाँबाट यस्तो घुम्नेमा चाहिँ इन्स्टलेसन भइसकिसक्यो खासै चाहिँ अब यो चाहिँ तपाईँहरूलाई नेक्स्ट ब्लगमा खालि देखाउन सक्छ होला के भएको छ कसो भएको छ भनेर सेलोन यता सेलोन हेलो लाइट त दामी छ नि मैले अघि चेक गरेको मिछेनलाई देखाइदिइहाल्नु न मिछेनले भन्दै थियो नि त राम्रो खालके छ लाइट अघि मैले चेक गरेँ फेरि आएछ म्याडम आज बेसी काम गरेर यस्तो भइरहेको छ दिन चाहिँ पानी पर्ला जस्तो भइरहेको छ यो लाइट चाहिँ यहाँबाट यस्तो घुमेर अलिकति माथिको छ यार हुँदैछ सेलन ल्याइदिनु आएको फुल पनि छ यहाँ खै हो यहाँ पनि छ सेलन ल्याइदिनु आएको खै के हो कुनै फुल चाहिँ याद पनि भएन खै के अब प्लान्ट त हो यहाँ चाहिँ तपाईँहरूले चराको पनि डर लाग्दो हुन्छ है चरा मलाई पर्को एभ्रिडे देख्छ यतिको चाहिँ रहेछ है यो प्लान्ट त त्यहाँ राख्नु हुँदैन है यी खुल्लामा राख्नु हुन्छ नि तिनीहरूलाई पानीमै हजुर बेलुका चाहिँ दामी देख्ने रहेछ तर बेलुका चाहिँ मजाको देख्छ लाइटले यो फुल त झन् के दामी देख्दैछ है आमा निस्केको छ नि दामी यहाँ माथि आएको नि फेरि यो चाहिँ के भन्छ कुनै यसलाई आज किल्चिरहेछ भने भोलिपल्ट फेरि उम्रिरहेको हुन्छ कस्तो हो यो प्लान्ट सुक्छ है सानो हुन्छ होइन अहिले चाहिँ फेरि हेर न अत्रो भइरहेको हुन्छ पानी पर्ला जस्तो उमाथि छ हौ त मिसाइ नि दामी चाहिँ यहाँ माथि चाहिँ खतरनाक छ उहाँ परम्परा छ भनौँ भने यहाँ छ नि हौ आम्बो क्या दामी देख्छ यतिपल्ट चाहिँ यहाँ दामी देख्छ नि हजुर देख्दैन नि यत्रो टाढो हजुर ए हजुर दामी आएन पानी पर्दै गरेको दादा बिस्तारी ढल्किन्छु अब बेसी हेऱ्यो मैले हेर त कसरी हेर्नु कसरी अम्बो उयो यो मोड्दै मोड्दैन यो प्लान्टै क्या दामी ब्रो यहाँ हेर वाउ 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 हिजोसम्म डिसिरहने आज चाहिँ फेरि
हाँसी पानी परेन हौ पानी पर्दाखेरि मजा आउँछ है You guys are gonna love this. मलाई मन पर्यो नि त लु आउँछ निस्केको दुःख मिक्सिनको म त सकिहाल्छु मिक्सिन चाहिँ साह्रो पर्छ कोसी चाहिँ निक्लिने आम फाल्देऊ बिस्तारी पानी त कस्तो त पर्न थाल्यो अम्बो लु अहिले त पानीले चाहिँ हैसलन खेला खतम बनाइदियो नि लाइटको इन्स्टलेसनमा पानी आइदिएको कस्तो छ होला यस्तो छ आजको दिन आयो त्यसो मलाई हालिदिँदैछ लु अहिले चाहिँ बिहा गयो हुँदैछ केटाहरूसँग हो यहाँ बिहाबाट फर्किनु छ यता हल्का अब हामी चाहिँ एन्ट्री हजुर गर्दा के हो अन्त पानी झरीमा चाहिँ मेरो हेर्नु न ती मुनु कहाँबाट घरबाट आएको चिटी के छ त केटाहरू त घरबाट आउँदा यसो घाँटी भएर न के भयो ला के छ हौ आफूहरू फर्किनु हुँदो रहेछ के भयो अरे त्यहाँ घाँटीकोमा आउँछ भ्लगमा कहाँ गयो के छ हाम्रो गाउँकोहरू पनि छ यता आजु सबैजना अब बिहामा पसेर निस्किन डाइट चाहिँ हो केटाहरूको चाहिँ हाम्रो चाहिँ नहेरिदिएको है खा गरिदिएको है गरदाको डाइट फर्स्ट गरदाको थियो है त सेकेन्ड थर्डसम्म जान्छ त आइपुगिसके हामी अब चाहिँ के भन्छ यो लिम्बू गाउँ अब लिम्बू गाउँमा काम गर्नु छ एक दुईवटा छ काम त्यो काम गरेर चाहिँ जिम जानुपर्छ ठिकै छ यसको आवाज छ यस्तो छ दिन दामी भइरहेको छ यार देख्न सक्नुहुन्छ दार्जिलिङ बजार फुल क्लियर देखिन्छ हो लुचु खोइ बोजू तल हुँदो रहेछ दामी आइदिन्छ नि त हो त्यस्तो यता हेर न के भन न मेरो भ्लगमा दामी आउँदैछ के भन्ने मजाले खायो है बिहान मजाले खाएको चाहिँ जिम बनाइदियो म चाहिँ लु अहिले चाहिँ माम ब्लगमा आउनै फुलै स्याहार्दै गरेको खालि हुन्छ फेरि माम चाहिँ ब्लगमा लिम्बू गाउँ तिमी के गर्नुहुँदैछ हौ अब खानापिनाको मेलो खानापिना अरे फेरि मिमेको चाहिँ लु अब निस्किनु पनि पर्छ के छैन मेरो ब्याट्री 1% खालि पुग्छ आया सकेछ ब्याट्री नै ल जिमको हल्का यत्तिकै सिधै भिडियोमै छ
अहिले चाहिँ कति म चाहिँ नभनेको पनि 16-17 मिनट्स ट्रेडमिल वर्क गरिसकिसकेँ थाकिम सकिसक्यो पसिना देख्न सक्नुहुन्छ अहिले पसिना चाहिँ लास्टमा देखाउँछु कतिको चाहिँ चुको भनेर त्यहाँदेखि एन्ड पनि गरिदिने भ्लग भन्छ माइक Alright everyone, so अहिले चाहिँ भर्खरै सकिसक्यो पसिना देख्न सक्नुहुन्छ आम्बो आएको चाहिँ हेर्नै पसिना लेट्स गो अहिले त नदेऊ जिउ भिल्ला त गरे बात पुर्दिरहेछ देखाइदेऊ न बात पुर्दिरहेछ This is it for the vlog. आजको vlog यति नै थियो मन पर्यो भने do like, share, comment and subscribe. मजा आयो उ पनि गरे नि एक्सरसाइज गर्नु त खुट्टा दुख्दैछ हल्का ठिकै छ ल सो भोलिको भ्लगमा भेटौँ मजाले तपाईहरुलाई आज त पुरा थाक्यो पसिना पनि अहिले पनि चुन्दैछु डरलाग्दो सो या बाइ एभ्रीवन स्टे असम बिन्दास एन्ड जगास टिल द नेक्स्ट भिडियो